नमस्कार दर्शकवृन्द, स्वागत छ हजुरहरूलाई मेरो च्यानल बी न्युज नेपालमा। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको गङ्गु छेत्रीको विषयलाई लिएर हामी उपस्थित भएका छौँ। यतिखेर गङ्गु छेत्री नग्न तस्बिर तथा भिडियो जताततै भाइरल भइरहेको छ। टिकटकमा लामो समयदेखि राज गर्दै आइरहेकी गङ्गु छेत्रीको तस्बिर तथा भिडियो कसरी सामाजिक सञ्जालमा लिक भयो त? आज हामी यस विषयलाई छलफल गर्नेछौँ। उनको केही समय अघि भाइरल रहेको भिडियो उनकै प्रेमिकाबाट लिक भएको मानिन्छ। उनले आफ्नो प्रेमिकालाई भिडियो कलमा आफ्नो नग्न तस्बिर देखाएका हुन् र त्यही समयलाई फाइदाका रूपमा उठाएका उनका प्रेमिकाले केही दिन अगाडि सार्वजनिक सञ्जालमा पोस्ट गरेका छन्। केही दिन अघि उनले फेरि नयाँ भिडियो सार्वजनिक गरेकी छिन्। पहिला यो भिडियो सबैले हेर्नुहोस्। कि यो भएको भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु होइन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु। ठिक छ, जे भयो भयो होइन, जे भयो भयो, नगर्ने गल्ती मबाट भयो। म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न, प्लिज। त्यति हो मेरो कुरा होइन। अनि उसले पनि चिल गरोस् होइन, चिल मारोस्। तर मेरो मनले मान्दैन, किनकि मेरो मनै कस्तो छ क्या, किनकि अब मलाई यस्तो भयो होइन, त्यसको चाहिँ मैले किन गर्ने, अरूलाई मैले किन गर्ने, त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै। एन्ड आई एम प्राउड, मेरो मन त्यस्तो छ भनेर चाहिँ। सो जरुरी छैन ऊ बाहिर आउनुपर्छ भनेर, किनकि म मरेको छुइनँ, म बाँचिरहेको छु है। थ्याङ्क यू सो मच गाइज, बाई बाई, गुड नाइट, टेक केयर, बाई बाई, बाई बाई। यो भिडियो हेरिसकेपछि हजुरहरूलाई के लाग्छ? के गङ्गु छेत्रीले आफ्नो न्यायका लागि पुलिस केस गर्लिन् या नगर्लिन्? आफ्नो विचार कृपया कमेन्ट बक्समा लेखिदिनु होला। साथै थप जानकारीका लागि यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला र यस भिडियोलाई एक लाइक पनि छोडिदिनु होला र साथै सक्दो सेयर पनि गरिदिनु होला।